हेलो, हामीहरू चाहिँ लोमन्थाङ अप्पर मुस्ताङ आइपुगेको लगभग 2:30-3 बजीतिर। अनि यो होटल मण्डला भन्ने रहेछ। यो होटलमा बसेको सबै कुरा राम्रो छ। हजुरहरू पनि गयो भने त्यही होटलमा बस्नु होला। राम्रो लाग्यो भने रोडमै छ। हामी चाहिँ पुगेर पनि धेरै टाढाबाट हिँडेको भएर होला चाइना बोर्डर यहाँबाट आधी घन्टा जति लाग्थ्यो। तर थकाइ लागेर अल्छी लागेर हामीलाई जान मन लागेन र अनि लोमन्थाङमै बस्यो। साँझमा यसो छतमा गएर फोटोहरू भिडियोहरू चाहिँ साह्रै चिसो भएर एकैछिन पनि बस्न गाह्रो भयो। यताउता घुम्ने ठाउँहरू धेरै रहेछ तर अल्छी लागेर घुमेन। थकाइ पनि लागेको थियो त्यत्रो जमसमबाट अप्पर मुस्ताङ जाँदाखेरि त्यस्तो रोडहरू। अनि बिहानै उठेर हामी 30 गतेको बिहान उठेर अप्पर मुस्ताङबाट हिँड्यौँ। यो चाहिँ भ्यू टावर भएको ठाउँ लोमन्थाङको। अनि आउँदाखेरिको भिडियोहरू सबै हालेको भएर जाँदाखेरिको भिडियो चाहिँ मैले यति मात्रै हालेँ। पहिल्यै हालेको भएर एउटै रोडको कतिचोटि हाल्ने। एकछिन चाहिँ हामी घाम ताप्यौँ। बिहानै उठेर हिँडेको असाध्यै चिसो थियो। यो चाहिँ लोवर मुस्ताङमा आएर फेरि एकछिन घाम तापेको। यो पारीको हिमालहरू पनि असाध्यै राम्रो। जाँदाखेरि अप्पर मुस्ताङ त्यही डाँडा हुँदै जाने हो। असाध्यै अप्ठ्यारो छ यहाँनिर। साङ्लो बाटो ढुङ्गाहरू भएको त्यही माथि भिर चर्लन नै छ। यो चाहिँ लोवर मुस्ताङ खोलापारीबाट उता अप्पर मुस्ताङ अनि कागबेनी। अरू भिडियो नहालेर मैले सबैको कागबेनीमा आएपछि बल्ल हालेको। यो ओह्रालो चाहिँ कागबेनी। यहाँ चाहिँ पिच रोड छ। उता बिचमा खोला भएको भएर हामी यो बाटो चढेर कागबेनीको भित्र जानु खोजेको। गाडीहरू त माथि पिच रोडबाट जान्छ। कुनै बाइकहरू पनि धेरै जस्तो जानुहुन्छ। अहिले खोला अलि सानो छ, बढेको बेला त सक्दैन होला। हामी चाहिँ यहाँबाट झरेर कागबेनीको भित्री गल्ली हिँडेको। असाध्यै ओह्रालो छ, यहाँ अप्ठ्यारो छ बाटो। चाहिँ कागबेनीको भित्र गल्ली जस्तो आयो। यो बाटै सिधै हिँडेको भए हामीले यो गल्ली पनि आउँथेन होला, थाहा हुन्थेन होला, देख्न पाउँथेन होला। तर त्यो बाटो झरेको भएर भित्र कागबेनीको बजार पनि देख्न पाइयो। भाइ चाहिँ एक्लै आएको भएर बिचरा भिडियोहरू खिचिदिने मान्छे पनि नभएर एकजना पुच्चेलाई बोलाएर भिडियो खिच्दै हुन्छ। भाइले भिडियो खिच्न लागेको र हामी पनि रोकियो। बाटो साङ्गो छ, अगाडि जान पनि मिल्दैन। मार्पाको जेरी गल्ली जस्तै यो गल्ली पनि रहेछ कागबेनीमा। गल्लीको नाम चाहिँ थाहा भएन। रमाइलो छ। यहाँ फेरि घरहरूमा माथि सबैको घरमा दाउराहरू राख्नुहुँदो रहेछ। सायद विन्टरको लागि होला। गल्ली चाहिँ असाध्यै राम्रो। घरमा बाटो हुँदै हामी चाहिँ यो गल्लीबाट निस्केर खोलामा आयौँ।
कोही खोला तर्न नपरोस् भनेर हामी चाहिँ यो गल्ली गल्ली आएको। खोला पनि ठुलो छ। यहाँबाट तल चाहिँ कागबेनी धाम सबैजना पितृहरूको उद्धारको लागि नुहाउन आउने ठाउँ कागबेनी। यहाँबाट अलिकति तल छ। हामी चाहिँ गएन किनभने टाइम धेरै गइसकेको छ। परमुस्थानबाट यहाँ आउँदाखेरि फेरि माथि मुक्तिनाथ पनि जान्छ। हावा पनि असाध्यै लाग्दो रहेछ, मान्छे नै उडाउने हावा। हावाले गर्दा हामीलाई हिँड्न पनि असाध्यै गाह्रो गर्थ्यो। खोला पनि ठुलो रहेछ। मुक्तिनाथ मन्दिरको शिर हुँदै झरेको खोला रहेछ। कागबेनी टाढा पनि यस्तो राम्रो राम्रो घरहरू छ। हावा चाहिँ बेसरी लागेछ, हिँड्नै गाह्रो हुने गरी। अब यहाँबाट चाहिँ हामीहरू मुक्तिनाथ जान्छौँ माथि। खोला ठुलो भएको भएर त्यही भएर हामी त्यो गल्ली गल्ली गएको। कोहीले त अब यो खोला पनि तरेर जानुहुन्छ के अरे, गाडीहरू चाहिँ यही खोला तरेर जान्छ। तर बर्खामा असाध्यै गाह्रो हुन्छ होला गाडीहरूलाई पनि, खोला ठुलो छ। हामी चाहिँ मुक्तिनाथ कागबेनीबाट धेरै माथिको हाइटमा आइसक्यौँ, भाइरल डाँडा। भाइरल डाँडामा आएर थोरै भिडियो थोरै फोटोहरू खिचेर हामी मुक्तिनाथ जाने एकछिनपछि। तर यो ठाउँ कहाँनिर होला भनेर मैले सोच्दा कहाँनिर रहेछ भनेर मैले भिडियोहरूमा देखेर ठाउँ खोजिरहेको थिएँ। भिडियो खिचेको पनि पत्तै नपारेछु। बल्ल 6-7 महिनापछि पत्ता लगायो ठाउँ कति बेला आउँछ र बाइक चलाउनला भन्दा घुमेर मुक्तिनाथ गएर आएको 6 महिनापछि बल्ल यो ठाउँ रहेछ भन्ने पत्ता लाग्यो मलाई। त्यत्रो मुस्ताङ जाँदाभरि यो रोड कहाँनिर रहेछ भनेर सोचिरहेको थिएँ। पछाडिको डाँडा, यो रोड त है त्यो पछाडिको डाँडा कहाँनिर रहेछ भनेर सोचिरहेको थिएँ। त्यहीँ बसेर यत्रो भिडियो खिच्ने बेलासम्म नि मलाई फेरि थाहै नभएको। त्यही भएर घुम्न जाँदाखेरि चाहिँ सबै थाहा हुनु पर्दो रहेछ। अब एरिया पनि त्यति धेरै छ, ठाउँ थाहै नहुने। यो पछाडिको डाँडा कहाँनिर रहेछ भनेर सोचिरहेको थिएँ मैले। पछि धेरै टाइमपछि बल्ल भिडियोहरू हेर्दा बल्ल थाहा भयो। मैले यो रोडमा बाइक चलाउने ठुलो इच्छा थियो, तर थाहै नभएर भिडियो बनाउनै पाइएन। हामी चाहिँ एकछिन फोटो भिडियोहरू खिचेर अब मुक्तिनाथको लागि निस्किन्छौँ। लगभग आधी घन्टा 30 मिनट, बिस्तारै जाँदा 45 मिनट जति लाग्दो रहेछ कागबेनीबाट मुक्तिनाथ।
हावा पनि असाध्यै धेरै लाग्दो रहेछ। मान्छे नै उडाउने जस्तो मलाई पनि उडाउन लागेछ। हिँड्न पनि गाह्रो भएको थियो असाध्यै हावा लागेर।